यहाँ यस्तो हामीले झाडीले छोपेको छ झाडीले कम हो Good morning from Sigles. गुड मर्निङ फ्रम सिग्लेस अहिले हामी चाहिँ हिजो चाहिँ सिग्लेस गेस्ट हाउसमा बस्यौँ होइन दामी छ फुलहरू पनि दामी छ यो सयपत्री फुल फुलिरहेछ अझै नि वी आर एक्सप्लोरिङ सिग्लेस है अहिले चाहिँ हामी यो भ्यू टावरतिर जाँदैछौँ तर लो दिनुपर्ने चाहिँ हामी बसेको ठाउँबाट त भ्यू टावर लोकल कुखुरा भ्यू टावर जाने त वी आर फाइनल्ली एट यो भ्यू टावर दामी छ आउनुहोस् तपाईँहरूलाई त्यो अफ रोडिङ गरेर आएको सबै गरेर आएको उस्तै हुन्छ क्या भ्यू खिच्दाखेरि भ्यू हेर्दाखेरि दामी लाग्छ ए कोभिडले गर्दाखेरि बन्द थियो बन्द रहेछ भ्यू टावर चाहिँ कोभिडले गरेर अहिले चाहिँ मैले उसको गोप्रोबाट रेकर्ड गरिरहेको छु है मेरो गोप्रो चाहिँ चार्जमा छ पुरै अहिले दिउँसोको पनि भिडियो बनाउनु पऱ्यो नि त त्यही भएर अहिले चाहिँ हामी ट्याक्कै गाउँको माथितिर लाग्दैछौँ होइन यहाँ माथिबाट कस्तो देखिन्छ भनेर यो भ्यू टावर चाहिँ कोभिडले गरेर बन्द रहेछ होइन कोभिड नर्मल भइसक्यो हुन त त्यही नि भ्यू टावर चाहिँ बन्द रहेछ त्यस्तो त गर्न नहुने हो म चाहिँ लास्टमा छु कि सब केटाहरू अगाडि अगाडि हिँडिरहेको छ रो लुई दोस् केही भन नि त के भन्ने यार कस्तो भयो जर्नी कस्तो भयो जर्नी बाबा अफरोड कस्तो लाग्यो तिमीलाई तेरिको गाडीमा आउने अब आएन अफरोड नआएको ठाउँको पनि तिमीलाई कस्तो लाग्यो दोस् यति लखतरान यति दुःख यति गाह्रो भयो कि स्पेसली आज बुलेटलाई लिएर आउँदा झन् साह्रै दुःख अरू त्यस्तै हो अब यहाँ आउँदाखेरिको रमाइलो क्षण चाहिँ एकदमै रमणीय भयो त्यति नै हो ल उसले त बुलेट चलाउन नसकेर मैले चलाएको लास्टमा चाहिँ लास्ट मेन गाह्रो ठाउँमा दोस्लाई कस्तो लाग्यो एकदम यार हार्ड थियो जोर्नी होइन अब डेस्टिनेसन पुगेपछि चाहिँ वर्थ इट भनौँ न होइन त्यही हो दोस् तिमीलाई चाहिँ कस्तो लाग्यो मलाई एकदम रमाइलो लागिरहेको यसो बाटोमा यसो मुस्किल पऱ्यो नत्र सबै रमाइलो हाम्रो भाइलाई कस्तो लाग्यो दामी दामी अलिकति दुःख गऱ्यो भने बल्ल सुख हुन्छ क्या सुखमा त के हुन्छ र हो होइन दुःख सधैँ पिचमा चलाएर मात्रै नि हुँदैन पिचमा तिमीहरू 50-60 चलाउँछौ अफरमा त त्यो दुःख भइहाल्छ नि सही हो सधैँ पिचमा चलाएर मात्रै नि हुँदैन गाउँतिर नि एक्सप्लोर गर्नु पऱ्यो नि त अब गर्ने भनेकै नेपाली नै हो जान चाहिँ कपुचे जाने भनेको हो बाइकले घात हानेर क्यान्सल भयो कि बाइक आज अब जिपमा हालेर पोखरा लानुपर्छ त्यही हो आउनु त सब्सक्राइब टु एवाइजी ब्लग गाउँ चाहिँ दामी देखिने रहेछ गोप्रोले चाहिँ भ्याउँदैन होला है त्यस्तै हो केटाहरू माथि पुगिसक्यो हामी हिँड्न सकेका छैनौँ दुईजना चाहिँ माथिबाट बोलाइरहेछन् बट हामी हिँड्नै सकेका छैन के गर्ने बोलाएर मात्र हुन्न हिमाल चाहिँ दामी देखाएको चाहिँ गोप्रोले भ्याउँछ कि भ्याउँदैन थाहा छैन अहिले चाहिँ हामी ट्याक्कै सिग्लेस के अरे यो पार्कमा छौँ होइन दामी छ यहाँ भ्यू टावर अहिले चाहिँ हामी ट्याक्कै यो टावर चढ्दैछौँ डर लाग्ने रहेछ यार
डेन्जर हालिदिँदो रहेछ यार। म चाहिँ अहिले भ्यू टावरको माथि छु होइन, दामी भ्यू देखिन्छ चाहिँ, तर अलि हल्लिने कि डर लाग्ने। नेपालको झन्डा फरफराइरहेछ, ऊ केटाहरू फोटो खिचिरहेछ। हल्लाइदिउँ ल हल्लाइदियो। रेडी गो। ल चुडिँदै सिक्लेस बजार। उता छ दोष, म यता। अब हामी यहाँ पार्कबाट निस्किन्छ भने हामी बसेको होटेलमा गएर खानसाना खाइन्छ। दामी छ क्या होटेल चाहिँ, सेवा दामी क्या, हस्पिटालिटी दामी, फरक पर्दैन कसम। अफरोड चाहिँ फेरि बवाल छ यहाँ आउँदाखेरिको। ल अहिले चाहिँ अब हामी यहाँ पार्कबाट निस्किनु लाग्यो। थ्याङ्क यू फर द टी है दाई। ल दाईको युट्युब च्यानलको नाम के छ अरे? मेरो गुरुङ युनिक छ, इट्स मी गुरुङ युनिक छ। गुरुङ युनिक हाने भने चाहिँ आउँछ। ल दाईको च्यानललाई नि सब्सक्राइब गरिदिनु। ल ल दाई, थ्याङ्क यू थ्याङ्क यू। ल हस् दाई। ल अहिले चाहिँ हामी यहाँ पार्कबाट निस्किनु लाग्यो। अब एकैताल तल गएर भेटिन्छ है त। उकालो नि चढेर आयो, उकालो चढाएको मजा भनिदेऊ भाइ। बवाल थियो दाइ त। ल तिम्रो भनिदेऊ। मेरो केस एकदम राम्रो फोटो। एकदम दामी। एकदम दामी हो। मलाई मन परेको सिक्लेसको मान्छेहरू खतरा मिलनसार रहेछ है एकदम। एकदम सिक्लेसको मान्छेहरू चाहिँ सबै मिलनसार के। त्यहाँ हामीले दाइनी भेट्यो, दाइनी क्या गुड के। दाइको नि युट्युब च्यानल रहेछ। अब ट्याक्क तल गएर सब्सक्राइब गरिदिनु दाइको च्यानल। हामी कनेक्ट भइसक्यौँ फेसबुकतिर नि। खतरा है दामी। दामी हो नि। एकचोटि घुम्न आउनुपर्छ, आफ्नो गाउँठाउँ हो होइन, नेपाल होइन, खतरा ठाउँ रहेछ। तर भवाले लाग्यो सिक्लेसले आउने बेलामा बाटो चाहिँ पुरै नगरौँ होइन, तर त्यो दुःख पछिको भ्यू चाहिँ कसैमा यहाँ आएपछि त्यो दुःख बिर्सिन्छ कि। ओर्थित होइन वर्थ इट हो। तर बाइक चाहिँ बिग्रियो भने चाहिँ कुकुर नपाउने दुःख पाउँछ फेरि। ग्यारेज स्यारेज छैन, आउने मान्छे त्यही अनुसार मेन्टालिटी गराएर बाइक पहिला सर्भिसिङ गरेर अनि बल्ल आउनु होला। हाम्रो सजेसन त्यही हो। ल त्यही हो। गाडीमा आउनु होला। सकेसम्म बाइक पर राखेर बल्ल सिक्लेसको फिल हुन्छ कि बल्ल सिक्लेस अफरोडै फिल गर्नु मन छ भने चाहिँ यही बाटो आउँदा नि हुन्छ तपाईँहरू। यहाँ यस्तो हामीले झाडीले छोपेको छ, झाडीले कम हो। फोटै छ क्या मलाई त्यो मसम्म नि छ नि यार। घर गएर हाँस्नु हुन्छ।